बैलेन दाई म तपाईलाई म आग्रह गरेर म भन्दैछु कि तपाईं त देशको हजुर तपाईं प्रधानमन्त्री हुनुहुन्छ, तर हाम्रो देशमा देशको स्कुलहरूमा संस्कृत भाषाको पढाइको कमी छ, किनकि संस्कृत भनेको संस्कार गरिएको भाषा। जबसम्म हाम्रो देशमा देशहरूको स्कुलहरूमा यो संस्कृत पढाइ हुँदैन तबसम्म हाम्रो यो जनताहरूमा संस्कार आउँदैन भने जस्तो लाग्छ हामीलाई। त त्यही भएर यो तपाईको काम हो बैलेन दाई, तपाईं यो पुरै देशको स्कुलहरूमा जब संस्कृत पढाइ दिइहाल्छ भने त हामीहरूलाई झन राम्रो हुन्छ र संस्कृत हामीहरूको जनताको जति हाम्रो जनता छ सबै जनताहरूको मानव जातिहरू आफ्नो मानवतालाई बुझ्न सक्छ र आफ्नो देशबाट अरूको देशको सुधार्न सकिन्छ संस्कारबाट। त्यही भएर हाम्रो देशमा संस्कृत पढाइ स्कुलहरूमा हुनु पर्यो गुरुकुल जस्तै। म यति कुरा म भन्दै म यो कुराबाट म आफ्नो बिदा लिन चाहन्छु। धन्यवाद। यो दाइलाई तपाईहरुले चिन्नुहुन्छ? चिन्नुहुन्न भने यो दाइको घर हो हर्नेगरा गाउँपालिका वार्ड नम्बर 7 बस्ने र यसले दुईवटा कुरा राखेको छ हामीहरु समक्ष। यस्तो हुनु सही हो कि होइन ईसाईपूर्वक हेर्दाखेरि हो सही हो, यसमा संस्कार छ हो, यो इज्जतलाई ढाक्ने काम गर्छ। तपाईहरु कमेन्ट गर्नु त यस्तो क्लास हुनु पर्यो कि परेन है साथीहरु, ल कमेन्ट गर ल।